एक्सेल सिटमा स्यालेरी सिट कसरी क्याल्कुलेट गर्ने त्यो म देखाउन गइरहेको छु। कसरी निकाल्ने, जस्तो कि मानव यो नामको इम्प्लोइ छ र उसको पोस्ट यो छ, उसको स्यालेरी यो छ र उसले बोनस पाएको छ, कति पर्सेन्ट बोनस पाएको छ र 10% बोनस पाएको छ भनेर सुरुमा इक्वल दिने। त्यसपछि स्यालेरीलाई सेलेक्ट गर्ने। स्यालेरी भनेको तपाईँको यो हो। स्यालेरीलाई सेलेक्ट गरिसकेपछि इन्टु कति पर्सेन्ट बोनस भनेको छ 10%। 10 लेख्ने अनि पर्सेन्ट दिने अनि इन्टर गऱ्यो भने के आयो त बोनस आयो। अब बाँकी रहेको स्टाफको बोनस चाहिएको छ भने के गर्ने, यहाँ कुनामा कर्सर ल्याउने, प्लस जस्तो साइन आउँछ अनि ड्र्याग गरेर तानिदिने। जहाँसम्म तानिन्छ त्यहाँसम्म त्यहाँ होल स्टाफको बोनस पनि आयो। त्यसपछि आयो टोटल स्यालेरी। अब मैले पाउने टोटल स्यालेरी कति त सुरुमा दिने इक्वल टु तपाईँको टोटल स्यालेरी भनेको कुन हो त, स्यालेरी भनेको यो हो र त्यसमा के एड गरिदिने, रेन्ज अफ बोनस, बोनस भनेको यो हो। यसलाई सेलेक्ट गर्ने र इन्टर प्रेस गरिदिने। टोटल स्यालेरी पनि आयो। अब मलाई अरू बाँकी स्टाफको निकाल्नु छ भने त्यही गर्ने, कुनामा आउने, प्लसको साइन आउँछ र तान्ने, ड्र्याग गर्ने। ड्र्याग गरिसकेपछि आयो सबै। अब मलाई चाहियो इन्कम ट्याक्स। इन्कम ट्याक्स अब जसको स्यालेरी 25,000 भन्दा बढी छ भने उसको ट्याक्स लाग्छ, जसको 15%, जसको स्यालेरी 25,000 भन्दा कम छ उसको ट्याक्स लाग्दैन भने इक्वल टु दिने। इफ लेख्ने, ब्राकेट ओपन गर्ने, त्यसपछि स्यालेरीलाई सेलेक्ट गर्ने। स्यालेरी भनेको मेरो यो हो। त्यसपछि ग्रेटर देन 25,000, किनभने अघि नै कन्डिसनमा भनेको छ 25,000 भन्दा स्यालेरी बढी भयो भने मात्रै लाग्छ। त्यसपछि ब्राकेट ओपन, फेरि रेन्ज अफ स्यालेरी माइनस 25,000, ब्राकेट क्लोज, इन्टु 15%, कमा 0, ब्राकेट क्लोज अनि इन्टर गऱ्यो भने आयो। यसको स्यालेरी 35,000 थियो, त्यही भएर यसको इन्कम ट्याक्स कति लाग्यो 10%ले 1,530 रुपियाँ। अब अरूको निकाल्नु छ भने सिम्पली फर्स्टमा फर्मुला आएकै छ। अब सिम्पली यहाँ कुनामा आउने, प्लस जस्तो साइन आउँछ अनि ड्र्याग गरेर तान्दिने। यो आयो इन्कम ट्याक्स। अब जसको 25,000 भन्दा बढी थियो उसको ट्याक्स लाग्यो, जसको 25,000 भन्दा स्यालेरी कम थियो उसको स्यालेरीमा के देखियो त, इन्कम ट्याक्समा के देखियो 0 देखियो। अब मैले नेक्स्ट स्यालेरी पाउने भनेको कति त, इक्वल टु टोटल स्यालेरी भनेको यो हो। टोटल स्यालेरीमा माइनस गरिदिने इन्कम ट्याक्स, किनभने इन्कम ट्याक्स त घटेर आउँछ, त्यही भएर माइनस गरिदिने अनि इन्टर गरिदिने। आयो नेट स्यालेरी। अब मलाई होल स्टाफको नेट स्यालेरी चाहिएको छ भने सिम्पली ड्र्याग गरेर तान्दिने। हाम्रो होल स्टाफको नेट स्यालेरी पनि आयो। यसरी हामीले कुनै पनि एक्सेल सिटमा स्यालेरी सिट यसरी निकाल्न सक्छौँ।